तपाईहरु सबैजना स्वागत छ आज बिहानीको भ्लगमा। र अहिले चाहिँ म बुइनलाई स्कुल पुऱ्याउन जान लागेको छु। बुइन चाहिँ स्कुल जान लागेपछि अनि मैले चाहिँ यहाँ बुइनीको ब्याग बोकेर हिँड्दैछु स्कुलसम्म पुऱ्याइदिएको। अनि के छ त हाल खबर? खाना खाजा खानु पैसा यति मात्रै दिनुभयो, जम्मा 30 रुपैयाँ। 30 रुपैयाँ पुगिहाल्छ त नि। 30 रुपैयाँमा के खान्छस् खाजा आज? म क्या चटपटे खान्छु। चटपटे आउँछ 30 रुपैयाँमा? आउँदैन। ल र अहिले चाहिँ म फाइनली स्कुल आइपुगेको छु। ओख्रेमा रहेको श्री भगवती माध्यमिक विद्यालय भगवतीमा आइपुगेको छु म चाहिँ। र यहाँ चाहिँ मैले 6 देखि 10 सम्म पढेको हो। अनि मेरा दिदीहरू लगायत सबैजनाले यही पढेको धेरैजना छन् यो स्कुलमा पढ्नेहरू। अनि अहिले यहाँ हुने भाइ बहिनीहरू चाहिँ कक्षा 1 देखि 10 सम्मका भाइ बहिनीहरू छन्। 10, 11, 12 पनि छन् सायद यहाँ। अनि त्यसपछि अनि यहाँ चाहिँ अहिले पिटी भन्ने हुँदैछ। यहाँ अहिले भाइ बहिनीहरूले चाहिँ एसेम्ब्ली गरेछन्। एसेम्ब्लीमा सबैजना सहभागी भएका छन्। र अगाडि चाहिँ एकजनाले ढोल पिट्ने, त्यसपछि यता त्यही ढोलको साउन्डमा यहाँ हात तल झार्ने माथि झार्ने हुन्छ। माथि देख्न सक्नुहुन्छ माथिको मञ्चमा बसेर एकजना भाइले चाहिँ ढोल पिटिरहेको छ। र त्यही अनुसार यहाँ चाहिँ हात तल राख्ने माथि झार्ने हुन्छ। अनि त्यसपछि अहिले चाहिँ एसेम्ब्ली भइरहेछ है त। अहिले चाहिँ माथि मञ्चमा एकजना सानी बहिनीले आफ्नो पर्फर्मेन्स दिँदैछन्। सुन्नु होला है त कस्तो लाग्छ तपाईहरुलाई। I hope to share some thoughts with you on the topic of are marks really more important than skills? That might inspire, motivate, and even offer a new perspective as we move forward together. In today's world, marks are often treated like the measure of intelligence and success. Students with higher marks often get praised, while those with lower marks may feel disappointed or ignored. But the real question is, do marks really decide our future? Marks are important because they show how well we र अहिले चाहिँ तपाईले देख्नु भएको छ यहाँ साना बाबु नानीहरू तितर-बितर भएर हिँड्दैछन् नि। अहिले चाहिँ अब उनीहरुको एसेम्ब्ली सक्यो, त्यही भएर उनीहरु आफ्नो क्लासमा गएका हुन्। अनि तपाईले देख्न सक्नुहुन्छ सानोदेखि ठुलो हुँदै लाइन बाइ लाइन आफ्नो क्लासमा जाँदैछन्। सुरुमा एउटा लाइनको लागि जान्छन्, त्यसपछि त्यो अर्को लाइनको जान्छन्, त्यसै गरेर आफ्नो क्लासमा जान्छन् सबैजना। भगवतीमा आएको छु, भगवती माध्यमिक विद्यालय। र यहाँ चाहिँ मैले 6 देखि 10 सम्म पढेको स्कुल हो यो। र यहाँ चाहिँ अहिले म लगभग 3-4 वर्ष भयो यो स्कुल छोडेको। र यहाँ भुपियाको पुरानो स्टुडेन्ट त पुरानो विद्यार्थी हो नि त म। अनि त्यही भएर यहाँ आउँदाखेरि एकदम खुसी लाग्छ। अनि यहाँ चाहिँ अहिले मेरो पछाडि देख्नु भएको चाहिँ यिनीहरू नयाँ भवनहरू हुन्, नयाँ बिल्डिङहरू बन्दैछन्। अहिले पहिलाको पुरानो बिल्डिङहरू चाहिँ अब पुरानो भयो नि त। अनि त्यही भएर नयाँ क्लासरुमहरू बन्दैछन् अहिले यहाँ। यो ग्राउन्ड चाहिँ प्ले ग्राउन्ड हो। यहाँ चाहिँ भलिबल फुटबल खेल्ने ग्राउन्ड हो यो चाहिँ। अनि यहाँ माथिको यो जुन मञ्च छ, यो मञ्च चाहिँ प्रोग्राम गर्ने मञ्च हो। यहाँ चाहिँ प्रोग्राम हुन्छ। अनि यो चाहिँ भगवती माविको गेट हो। र यहाँ वाल छ, सिमेन्टको वाल छ अहिले, पहिला चाहिँ भाटाले बारेको थियो। र यहाँ चाहिँ अहिले निकै प्रगति भइसकेको रहेछ पहिला भन्दा। यो भवनहरू चाहिँ पुरानो भवनलाई चाहिँ नयाँमा रिप्लेस गर्नको लागि नयाँ भवन बनाएको रहेछ यहाँ चाहिँ। र यो भवनहरू चाहिँ यहाँ चाहिँ पढाइ पनि हुन्छ र सँगसँगै ल्याबहरू पनि राख्ने होला यहाँ चाहिँ। अनि कम्प्युटर पनि राख्नको लागि। अनि यता चाहिँ पुरानो भवनहरू यिनीहरू। र यिनीहरू चाहिँ पुराना भवनहरू हुन्। यहाँ चाहिँ पहिला पढाइ हुन्थ्यो, अहिले पढाइ हुँदैन। अनि माथि चाहिँ अफिस देखिएको छ, माथि देखिएको चाहिँ अफिस हो टपको। यहाँ चाहिँ विद्यार्थी भाइ बहिनीहरूले सरसफाइ गर्दै रहेछन्। यहाँ अब प्लास्टिकहरू फालिएको हुन्छ, प्लास्टिकहरू टिप्ने अनि झारहरू फाल्ने सरसफाइ गर्दै रहेछन् यहाँ चाहिँ भाइ बहिनीहरूले। यिनीहरू चाहिँ 9 र 10 का भाइ बहिनीहरू हुन्। अहिले यो खाल्डो जस्तो देखिएको ठाउँमा चाहिँ पहिला यहाँ मैदान थियो। यहाँ पहिला चाहिँ हामी खेल्ने गर्थ्यौँ। यहाँ भलिबल फुटबल खेल्ने काम हुन्थ्यो पहिला। अहिले चाहिँ यहाँ अब यो नयाँ भवन बन्दै गरेको भएर चाहिँ यहाँ अहिले खारेको रहेछ। यहाँ यो नयाँ भवन बनेपछि भवन चाहिँ होचो अनि यो मैदान चाहिँ अग्लो हुने भयो नि त। त्यही भएर यो मैदान र भवनलाई चाहिँ समान बनाउनको लागि चाहिँ एउटै बनाउनको लागि चाहिँ यहाँ खारेको रहेछ। खाडेर यहाँ चाहिँ होचो बनाएको छ यो मैदानलाई। यहाँ चाहिँ भाइ बहिनीहरूलाई खेल्ने ठाउँ हो। र पर जुन यो भाइ बहिनीहरू भेला भएको छन् यहाँ चाहिँ पानी खानलाई भेला भएको छन्। तिनीहरू धारामा त्यहाँबाट पानी आउँछ, त्यहाँबाट चाहिँ उनीहरूले पानी पिउनु पर्यो। यहाँ चाहिँ अब यो खाल्डो भएको भएर यहाँ एकदम पानी जमेको रहेछ। यहाँ फोहोरहरू पनि एकदम धेरै छ यो भवन बनाउँदै गरेको भएर। अब यो भवन बनिसकेपछि यहाँको फोहोरहरू पनि सफा हुन्छ।
यहाँ पर यो सानोदेखिको चाहिँ टोइलेट रहेछ अनि यता चाहिँ अफिसको लागि होला सायद यो यता चाहिँ लगभग आधी तयार भएको छ। अब यहाँ चाहिँ बेन्चहरू राखेपछि यहाँ यो भवन चाहिँ युज गर्न मिल्छ, प्रयोगमा ल्याउन सकिन्छ। र यति आधी भवन चाहिँ तयार भएको छ भने आधी भवन चाहिँ तयार हुन बाँकी नै रहेछ। यो आधी भवन चाहिँ तयार हुने क्रमै छ। यता चाहिँ अब कलरहरू गर्न बाँकी छ अनि त्यसपछि यहाँ रङरोगन गरिसकेपछि फर्निचरहरू नै हाल्न बाँकी छ, बेन्चहरू हाल्नु पऱ्यो अनि त्यसपछि यो पनि प्रयोगमा ल्याउन सकिने रहेछ। जस्ट धेरै नै प्रगति भइसकेको छ अहिले पहिलाको भन्दा यो भगवती माविमा। यो भवन तयार गर्दाखेरि चाहिँ यहाँ प्रयोग भएका बाँसहरू अनि काठहरू चाहिँ यहाँ थुपारिएको रहेछ। यो चाहिँ अब प्रयोगमा ल्याउन सकिन्छ। यिनीहरूलाई चाहिँ यो बाँसहरूलाई बाल्न मिल्छ, आगो बाल्न मिल्छ बाँसहरूबाट। अनि यो काठहरू पनि अब त यो प्रयोगमा आउँदैन नि त, प्रयोगमा आउने जति प्रयोगमा आउँछ, प्रयोगमा नआउने जति चाहिँ यिनीहरूलाई बाल्ने होला सायद। अनि यता पनि यो भवन बनिँदैछ, भवन बनिने ठाउँमा पनि बाँसहरू प्रयोग गरिएको छ। यो बाँसहरू पनि अब त निकाल्ने होला सायद। अनि यहाँ चाहिँ सिमेन्टहरू राखेको छ, सिमेन्टहरू छ यो चाहिँ यहाँ भवन बन्नको लागि। अनि यहाँ टिनहरू पनि छन् यो भवन बन्नको लागि हो। अनि यो चाहिँ सरहरूको बाइकहरू छन् यहाँ चाहिँ। यहाँ मुनि जुन भिरालोमा तपाईँहरूले देख्नुभएको छ नि, यो भिरालोमा यता सानो बाटो छ नि, यो बाटो चाहिँ हस्पिटल जाने बाटो हो। यो हस्पिटल जाने बाटो पनि पहिला चाहिँ अब यो ठुलो बाटो थियो। अहिले यो भवन बनाउँदाखेरि चाहिँ यहाँ बाटोले यो भवन बनाउँदाखेरिको माटो पुरिएर सबै यहाँ बाटो छेकेको रहेछ। अनि यहाँ एकदमै सानो बाटोबाट मान्छे हिँड्ने गरेका छन्। यो सानो पाइला जस्तो छ नि, मान्छे हिँड्ने जस्तो पाइला जस्तो यो पाइला चाहिँ मान्छेहरू हिँड्नेको पाइला हो। यो बाटो हुँदै त हस्पिटल पुग्न सकिन्छ। यता हस्पिटल चाहिँ यो डाँडाले हस्पिटल छेकेको छ। यहाँ बाटो देख्छ नि, सानो बाटो जस्तो, त्यहाँबाट चाहिँ हस्पिटल जाने हो। हस्पिटल जाने बाटो पनि यतै हो। अहिले चाहिँ हस्पिटल छेलेकोहरू देखेन। अनि यो जुन तपाईँहरूले भवन देख्नुभएको छ, यो भवन चाहिँ हाम्रो वडा कार्यालय हो है त, 6 गाउँपालिकाको 5 नम्बर वडा कार्यालय हो त्यो चाहिँ। र यहाँबाट पारी देखिने यो जुन दृश्य छ नि, यो पारी देखेको दृश्य चाहिँ फाक्चामारा पञ्चकन्या हो। कतिलाई थाहा छ फाक्चामारा पञ्चकन्या? यो चाहिँ फाक्चामारा पञ्चकन्या हो। अनि यतापट्टि चाहिँ लगभग तेर्थुमको भूभाग देखिन्छ। यतापट्टि ताप्लेजुङहरू छ। यहाँबाट उता पर त्यो कुहिरोले गर्दा राम्रोसँग देखिन, हुसु लागेर राम्रोसँग देखिन। तर यहाँबाट पारी देखेको चाहिँ हिमाल नजिकको ठाउँहरू देखिन्छ। यहाँबाट ताप्लेजुङको साइडहरू देखिन्छ यो ठाउँबाट चाहिँ। म यसो घुम्न निक्लेका छौँ। हामी कहाँ गएर भनौँ त? हामी यसो बाजे बोजूको घर हिँडेका। हाम्रो चाहिँ यहाँ हाम्रो गाउँदेखि अलिक 2-3 गाउँ परतिर चाहिँ एकजना बाजे बोजू बस्नुहुन्छ। अनि उहाँहरूलाई चाहिँ म आएपछि भेट्न जान्छु, किनभने उहाँहरूले हामीलाई एकदम माया गर्नुहुन्छ। हामी नि उहाँहरूलाई एकदम सम्मान गर्छौँ। उहाँहरू चाहिँ हाम्रो के भन्छ छिमेकी हुनुहुन्छ नि त। अनि त्यही भएर हामी उहाँहरूलाई भेट्न जाँदैछौँ। अनि अहिले चाहिँ यहाँ एकदम शीतल छ है त। अहिले चाहिँ अब घाम पनि लागिरहेछ। तर हामी चाहिँ रुखहरूको बिचमा छौँ, हामी जङ्गल जस्तो ठाउँमा छौँ, त्यहीबाट शीतल भइरहेछ। अनि हामी चाहिँ अहिले घुम्न जाँदैछौँ है त। अहिले चाहिँ म तपाईँहरूलाई के देखाउन लागेको छु भने नि, अहिले चाहिँ म तपाईँहरूलाई गाउँघरमा पाइने एउटा माटोमुनि फल्ने फल देखाउन लाग्छ तपाईँहरूलाई। यो जुन तपाईँले देख्नु भएको छ नि, यो फललाई चाहिँ हामी पानी अमला भन्छौँ होइन। अनि यसको फल चाहिँ यस्तो छ है त। यो सानो फल छ नि, यसमा माटो लाग्छ नि, यो चाहिँ पानी अमला हो है त। अनि यो चाहिँ माटोमुनि फल्छ। यस्तै जङ्गलहरूमा पाइन्छ यो फल चाहिँ। अनि यो फल चाहिँ अब के भन्छ सुगर भएको मान्छेहरूलाई पनि ठिक हुन्छ अरे यो फल चाहिँ। अनि हामी सानोदाखेरि खुब खान्थ्यौँ यो फल। सानोमा चाहिँ के त एकदम मिठो लाग्थ्यो। अहिले चाहिँ अब त्यति मतलब खान मन लाग्दैन। अनि यो पानी अमला चाहिँ एकदम पानी भरेको हुन्छ नि त। पानी हुन्छ क्या भित्र, धेरै पानी हुन्छ। त्यही भएर पानी अमला भन्छौँ हामीलाई चाहिँ। यो जोस मिठो हुन्छ यो पनि। यो अब हेर्दाखेरि चाहिँ माटो लागेको भए पनि यसलाई धोएर खाएपछि एकदम मिठो हुन्छ है त। अहिले चाहिँ म बाजे र बजुको घरमा आइपुगेको छु। अनि हाम्रो बाजे र बजु चाहिँ यहाँ हुनुहुन्छ। बजु हेर्नु नि, आएको छु, नानी आएको छ, बहिनी आएको छ, हाम्रो छोरा आयो, अनि हामी सबै छौँ। म त्यसो मात्रै जान्दछु। अनि बजु सन्चै हुनुहुन्छ नि? सन्चै छ। अनि अहिले त अब बाजे बजुकोमा मकै कोड्ने धमाधम रहेछ। अनि धमाधम। अनि यता हाम्रो बाजे हुनुहुन्छ। अनि बाजे पनि बसिरहनु भएको छ। अहिले भर्खरै बारीमा पुगिरहनु भएको छ बाजे पनि। अनि बाजे सन्चै हुनुहुन्छ? सन्चो छ। सन्चो बिसन्चो होइन, सन्चो नै हो, सुबिस्ता नै हो। हजुर। अनि अहिले मकै कोड्न धमाधम रहेछ बाजे बजुलाई।
यहाँ चाहिँ सिमी रोप्नु भएको रहेछ यो बारीमा चाहिँ। अनि त्यसपछि यहाँ मुनि चाहिँ तपाईँले देख्न सक्नुहुन्छ यो जति पनि बारी देखेछन् यो बाजे बजूहरूले यहाँ चाहिँ मकै रोप्नु भएको र मकै गोड्ने काम चल्दै रहेछ अहिले चाहिँ। अनि यतापट्टि जुन यो मकै छ झार छैन नि, झार नभएको ठाउँमा चाहिँ यो गोडिसकेको मकै हो। अनि यतापट्टि यो मकै र बिचबिचमा झार छ नि, यो झार भएको ठाउँमा चाहिँ गोड्न बाँकी नै रहेछ। अनि बाजे बजूले यहाँ इस्कुस पनि रोप्नु भएको छ, इस्कुस पनि भर्खर लहरिँदैछ। अनि यो जुन थाङ्रो देख्नु भएको छ नि यो बाँसहरूको चाहिँ यो चाहिँ इस्कुसको लागि थाङ्रो हो, इस्कुस लहरिने ठाउँ यो चाहिँ। अहिले चाहिँ मम्मी र म हामी नाइट वाकिङ गर्दैछौँ, घर छेउमा हामी हिँड्दैछौँ अहिले चाहिँ। तपाईँले देख्न सक्नुहुन्छ हाम्रो घरतिर पनि रोड पिच गरेको छ है त, कालो पत्रे गरेको छ हाम्रो बाटो पनि। र पहिला चाहिँ अब यो कालो पत्रे नगर्दाखेरि चाहिँ गाडी आउँदाखेरि गाडी फस्ने अनि गाडी चिप्लिने समस्या हुन्थ्यो। अनि अहिले चाहिँ अब कालो पत्रे भएपछि चाहिँ पानी परे पनि जे गरे पनि ढुक्क छ। अनि अहिले चाहिँ अब पानी पर्ला जस्तो छ मौसम हेर्दाखेरि चाहिँ एकदम धुम्म छ। अनि चिसो जाडो छ यतातिर। तपाईँहरूतिर मौसम कस्तो छ कमेन्ट गरेर भन्नु होला। अनि हाम्रो गाउँ यस्तो छ है त, चारैतिर हराभरा छ। अहिले अब पानी परेको छ नि त, अनि त्यही माथि वैशाखको महिना हो। अनि त्यही भएर चारैतिर मकै गोड्न धमाधम छ। अनि अहिले हरियाली छ, बाटोभरि पनि यता सबैतिर चारैतिर हरियाली छ। अहिले एकदम मौसम पनि एकदम गुड छ।